यो कडा खालको गाडी हो क्या? त्यत्रो त्यहाँ इन्जिन कस्तोले अड्काएको। ओ मडगार्ड क्र्याक। ड्राइभर दाइले पनि आफ्नो गाडी चाहिँ खुब माया गर्नुहुन्छ। यसको त केही भएको रहेनछ त। यसको पनि ट्याङ्की चाहिँ यहाँ माइनस हुन्छ जस्तो छ। ए पम्प छ त हौ केटा। अहिले बजारमा खाना खाएर अब ठक्क पानको व्यवस्था। यहाँ भोजपुर यहाँ गाडी बनाउँदैछौँ। अब यहाँबाट माथि रिमसिमसम्म गाडीमा अनि त्यहाँबाट त्यतै बसिन्छ कि गइन्छ। पम्चर बनाउँदैछौँ त्यही भनेको। हेरौँ के हुन्छ। बसिन्छ नि एक दिन दिनभरि जस्तो। यता काट न अब उताको चक्का ल्याऊ। यता काट। यहाँ राखेर अब ल्याउ ल्याउ एकछिन टेका लाग। यहाँ राख्दैन जाँदा हुन्छ त त्यसो भए। आजको बसाइ चाहिँ भयो हाम्रो रात परेको हुनाले यही बस्ने निर्णय गरियो है त। काले दाजु कहाँ जाने है?
माथि गर्न नगाउने माथिको चाहिँ होइन आज पलहरू त सक्यो त पल्लो भाँचाको छ आज यही नगाउने भोलि मात्रै नगाउने बिहान बन्द छ नि त बिहानमा रक्सी बन्द भएर अनि महँगो भइजान्छ क्या यहाँबाट रक्सीहरू कटप्पा गर्दा म इटली दास पाएछु त अहिले कटप्पा यता आएको म दिमाग दुखेको नि ह्याङ भएर कस्तो खतरा साउन्ड आएको त्यस्तोहरू खिच्ने होइन नि त यहाँबाट खिच न जुम जुम के को लागि ब्रो सुडो दाइ तपाईँको यहाँ जुम गरेर बाल पनि देखिसक्यो लाउने चाहिँ लगाइराखिन्छ नलाउने नलाइन्छ नि त्यो कति हो होला कापी खाने कि त्यो बरु 15,000 त 16,000 कति किन्छ 25,000 त बलियो चाहिँ बलियो छ अहिले नि बल चाहिँ मासु छैन के हो जुरोले मात्रै ठुलो देखेको हो नि त गरौँ नभए त आज ठुलो होइन नि त माथि माइला गएको लान्छ लान्छ छ त हाम्रो साथीको एउटा एक्सेल 185S 19 कतिको नतानेर अब प्रो राइडर सनकाजी जाँदैछ लिनुलाई बाटो चाहिँ यस्तै छ हैन ल फाइनल्ली म यहाँ रेस्क्यु गर्न आइपुगेको छु हाम्रो 19 कतिको हो नि एक्सेल रे हैन दम तुडिरहेको छ यसले जय भद्रकाली ल तेल अफ गरेपछि बन्द हुन्छ नि त्यसको फ्लो अब पुरै वाकिङ छ यहाँबाट चाहिँ हामी यो के पो भने भोजपुरको सेती बगरबाट माथि रेमसिम हुँदै हामी छिमालुङतर्फ लाग्दैछौँ अब रेमसिमबाट चाहिँ टक्क आएर त्यहाँ भिडियोमा भएको दुईटा एक्सेल बाइक 1983 र 1990 को बाइक लिएर चाहिँ छिमालुङ पिक हान्ने योजना थियो इसिजु डिम्याक्सले पनि दम तोडिदियो
हाम्रो सबुबाले कुदाउनु मान्नु भएन गाडीको लोभ गरेर कुद्दैछ होइन रुन्चु सब आउँदैछ ठोकिँदा रिसाएर अनि अब चाहिँ बाइकलाई साथमा रहेछ हेलमेट बोकेर चाहिँ लाग्दैछौँ बाइक चाहिँ बाटोमै छोड्यो बिच जङ्गलतिरै छ आशा छ सुरक्षित हुन्छ होला बाइक ल अब छिमालुङ पुगेर देखाउँला